ल है, आज हामी इन्टरनेटको बारेमा अलि गहिरिएर कुरा गर्दैछौँ। हामी सबै दिनदिनै चलाउँछौँ, तर यो कसरी चल्छ त भित्रभित्रै? हामीसँग केही सोर्सहरू छन् जसले यसको आधारभूत कुराहरू, प्रोटोकलहरू खोतल्छन्। हाम्रो आजको मिसन यो टेक्निकल कुरालाई अलि सरल, रमाइलो पारामा बुझ्ने, होइन त? एकदम सरल भाषामा भन्दा इन्टरनेट भनेको संसारभरि फैलिएका कम्प्युटर नेटवर्कहरूको एउटा एकदमै ठूलो नेटवर्क हो। नेटवर्क अफ नेटवर्क्स हो, ए नेटवर्क अफ नेटवर्क्स नै भनौँ न। यी सबै नेटवर्कहरू एउटा स्ट्यान्डर्ड नियम, इन्टरनेट प्रोटोकल माने आइपी स्विट प्रयोग गरेर कुरा गर्छन् अनि डेटा आदान प्रदान गर्न प्याकेट स्विचिङ भन्ने तरिका अपनाउँछन्। प्याकेट स्विचिङ मैले पढेको थिएँ सोर्समा। विन्टन सर्फको एउटा एनालोजी थियो नि। उपन्यासलाई टुक्रा पारेर पोस्टकार्डमा पठाए जस्तो रे। त्यो कसरी काम गर्छ? ती पोस्टकार्ड मतलब प्याकेट हराउँदैनन्? त्यो एनालोजी एकदमै मिल्छ के। तपाईँले पठाउने जेसुकै जानकारी होस्, इमेल, वेब पेज, जे भए पनि त्यसलाई ससाना डेटा प्याकेटमा विभाजन गरिन्छ। अनि हरेक प्याकेटमा कहाँबाट आयो मतलब सोर्स आइपी एड्रेस अनि कहाँ जाने डेस्टिनेसन आइपी एड्रेस दुवै ठेगाना हुन्छ। ए ठेगाना हुने भयो हरेकमा। हो, अनि यी प्याकेटहरू इन्टरनेटको हाइवेमा के अरे फरक फरक बाटो हुँदै जान्छन् डेस्टिनेसनतिर। फरक फरक बाटो। अनि कसरी थाहा हुन्छ सबै पुग्यो भनेर? अनि कसरी जोडिन्छन् फेरि? गडबड हुँदैन र? हो, त्यहीँनिर आउँछ टिसिपीको काम, ट्रान्समिसन कन्ट्रोल प्रोटोकल। टिसिपी आइपी मतलब इन्टरनेट प्रोटोकलले चाहिँ प्याकेटलाई सही कम्प्युटरसम्म पुर्याउने ठेगाना हेर्छ। तर टिसिपीले चाहिँ त्यो कम्प्युटरभित्र सबै प्याकेटहरू आइपुग्यो कि पुगेन अनि सही क्रममा छन् कि छैनन् भनेर चेक गर्छ। डबल चेक जस्तो हो। कुनै प्याकेट हरायो वा बिग्रियो भने टिसिपीले फेरि पठाउन रिक्वेस्ट गर्छ अनि मात्रै सबै प्याकेटलाई क्रम मिलाएर ओरिजिनल जानकारी फेरि बनाउँछ। भनेपछि टिसिपी नै मेन भयो। एकदम। टिसिपीलाई इन्टरनेटको कोर प्रोटोकल स्विट नै भनिन्छ। प्रोटोकल भनेको त नियमहरू हुन् त। कम्युनिकेसन कसरी गर्ने भन्ने नियम, डेटा कसरी फर्मेट गर्ने, पठाउने, पाउने अनि एरर चेक गर्ने, यी सबै प्रोटोकलले नै तोक्छ। तपाईले आइपी एड्रेसको कुरा गर्नुभयो नि अघि, हरेक डिभाइसको हुन्छ भनिन्छ। नेटवर्किङमा यसको खास इम्पोर्टेन्स चाहिँ के हो त? आइपी एड्रेस बिना त कुरै चल्दैन। यो इन्टरनेटमा जोडिएको हरेक डिभाइसको लागि एउटा युनिक न्युमेरिकल ठेगाना हो, जस्तै 172.16.254.1 यस्तै के। यसको सिग्निफिकेन्स के हो भने यही ठेगाना हेरेर त राउटरहरूले डेटा प्याकेटलाई ठिक डेस्टिनेसनमा पुर्याउँछन्, चाहे त्यो संसारको जुनसुकै कुनामा होस्। हुलाकको ठेगाना जस्तै भयो होइन त डिजिटल दुनियाँको? हो, ठ्याक्कै। यो बिना ग्लोबल कम्युनिकेसन नै सम्भव हुँदैन थियो। तर हामीले त खै यस्तो 172.16.254.1 जस्तो नम्बर याद गर्दैनौँ। हामी त www.google.com हान्छौँ ब्राउजरमा। त्यो कसरी मिल्छ त? त्यो मिलाउने काम चाहिँ डोमेन नेम सिस्टम मतलब डिएनएसले गर्छ। डिएनएस हो। डिएनएसलाई इन्टरनेटको फोन डाइरेक्टरी जस्तै सम्झिनुहोस् न। यसले हामीले बुझ्ने डोमेन नेम जस्तै www.google.com लाई मसिनले बुझ्ने आइपी एड्रेसमा ट्रान्सलेट गर्छ। फोन बुक जस्तै नाम खोज्यो, नम्बर भेट्यो। त्यस्तै। तपाईले ब्राउजरमा नाम टाइप गर्ने बित्तिकै तपाईको कम्प्युटरले पहिला डिएनएस सर्भरलाई सोध्छ, त्यसको आइपी एड्रेस पत्ता लगाउँछ अनि बल्ल त्यो वेबसाइटसँग कनेक्सन बनाउँछ। ओहो, डिएनएस नभए त कस्तो गाह्रो हुने रहेछ त है। गाह्रो मात्रै होइन, लगभग असम्भव हुन्थ्यो होला अहिलेको जस्तो सजिलै चलाउन। ओके, यो त भयो डेटा कसरी यताउता गर्छ भन्ने कुरा, इन्टरनेटको प्लम्बिङ जस्तो। अब यो नेटवर्क माथि चल्ने मुख्य सर्भिसहरू चाहिँ के हुन् त? सोर्सहरूमा के थियो? सोर्सहरूले खास गरी 4वटा प्रमुख सर्भिसहरू औल्याएका छन्। पहिलो त वर्ल्ड वाइड वेब, www। हामीले इन्टरनेट भन्ने बित्तिकै सम्झिने कुरा। ओके, यो इन्टरनेटको एउटा एप्लिकेसन मात्रै हो है, पुरै इन्टरनेट चाहिँ होइन। यो चाहिँ ग्राफिकल हिस्सा भयो। वेब ब्राउजर प्रयोग गरेर हाइपरटेक्स्ट डकुमेन्ट मतलब वेब पेज हेर्ने, जसमा टेक्स्ट, इमेज, भिडियो, साउन्ड सब हुन्छ। यो चल्ने चाहिँ HTTP हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकलमा हो। www एउटा सर्भिस भयो, HTTP प्रयोग गर्ने, अनि अरू? दोस्रो इमेल, इलेक्ट्रोनिक मेल। यो त इन्टरनेटको एकदमै पुरानो र
महत्त्वपूर्ण कम्युनिकेसन टुल मध्ये पर्छ। सन्देश पठाउन एसएमटिपी सिम्पल मेल ट्रान्सफर प्रोटोकल प्रयोग हुन्छ, अनि पाउनलाई चाहिँ पीओपी पोस्ट अफिस प्रोटोकल वा आइएमएप जस्ता प्रोटोकलहरू। इमेल त कति पुरानो है, तर अझै कति रेलेभेन्ट छ। एकदम। यसले इन्टरनेटको सुरुवाती ग्रोथमा ठूलो रोल खेलेको थियो। तेस्रो छ फाइल ट्रान्सफर प्रोटोकल एफटीपी। एफटीपी मैले सुनेको छु यो त। यो चाहिँ खास गरी ठूलो फाइलहरू एक कम्प्युटरबाट अर्कोमा सार्न प्रयोग हुन्छ। आजकल त ब्राउजरबाटै धेरै डाउनलोड हुन्छ हैन, तर वेब डेभलपमेन्टतिर वा ठूलो डेटा सेट ट्रान्सफर गर्दा एफटीपी अझै पनि निकै युजफुल छ। ए ठूला फाइलको लागि। अनि चौथो चाहिँ न्युज ग्रुप्स। यो अहिलेको जस्तो रेडिट वा फेसबुक ग्रुपको अलि पुरानो भर्जन जस्तो भनौँ न। ए फोरम जस्तो? हो, खास विषयमा छलफल गर्ने अनलाइन फोरम जस्ता थिए। यसले इन्टरनेटमा कम्युनिटी बनाउने आइडियालाई सुरुदेखि नै अघि बढायो। भनेपछि यी सबै सर्भिसेस www, इमेल, एफटीपी, न्युज ग्रुप्स सबै ती टिसिपी/आइपी को जगमा बनेका रहेछन्, तर आफ्नै रुल जस्तै एचटीटीपी, एसएमटीपी प्रयोग गरेर चल्ने। हो, ठ्याक्कै। फाउन्डेसन चाहिँ टिसिपी/आइपी नै भयो। अब यत्रो ठूलो नेटवर्कमा सेक्युरिटीको कुरा त आउँछ होला नि। आफ्नो पहिचान कसरी दिने? डेटा सुरक्षित छ कि छैन कसरी थाहा पाउने? एकदमै महत्त्वपूर्ण कुरा। इन्टरनेटमा तपाईँ को हो भनेर चिनाउन युजर आइडेन्टिफिकेसन, प्राय युजर नेमले काम गर्छ। अनि तपाईँ नै हो भनेर प्रमाणित गर्न चाहिँ अथेन्टिकेसन, प्राय पासवर्डले। यसले अरूले तपाईँको अकाउन्ट चलाउनबाट रोक्छ। युजर नेम र पासवर्ड त हामी सबैले प्रयोग गर्छौं। हो, अनि अझै सेन्सिटिभ कुरा गर्दा, जस्तै अनलाइन ब्याङ्किङ वा शपिङ गर्दा तपाईँको डेटा सुरक्षित राख्न एन्क्रिप्सन प्रयोग हुन्छ। एन्क्रिप्सन त्यो भनेको? एन्क्रिप्सन भनेको तपाईँको डेटालाई कोडमा बदल्ने प्रक्रिया हो, ताकि कसैले बीचमा चोरेर हेरिहाल्यो भने पनि बुझ्न नसकोस्। तपाईँले देख्नुभएको होला नि वेबसाइटको एड्रेसमा HTTPS लेखेको, अनि ब्राउजरमा एउटा तालचाको साइन। देख्या छु, त्यो ग्रीन तालचा। हो, त्यो चाहिँ SSL TLS प्रोटोकलले गर्दा हो। यसले तपाईँको कम्प्युटर र त्यो वेबसाइटको सर्भर बीचको कनेक्सनलाई एन्क्रिप्ट गर्छ, मतलब सुरक्षित बनाउँछ। ए HTTPS र तालचाले चाहिँ डेटा सुरक्षित छ भन्ने संकेत गर्यो। हो, यसले डेटा पठाउने र पाउने दुवै पक्ष जेन्युइन छन् भन्ने पनि केही हदसम्म सुनिश्चित गर्छ। ल, आज हामीले इन्टरनेट कसरी प्याकेट स्विचिङ र टिसिपी/आइपी प्रोटोकल स्विटबाट चल्छ भन्ने बुझ्यौं, अनि आइपी एड्रेस र DNS को भूमिका कति महत्त्वपूर्ण रहेछ, अनि www, इमेल, एफटीपी, न्युज ग्रुप्स जस्ता सर्भिसेस अनि सेक्युरिटीको कुरा पनि गर्यौं। सोच्यो भन्दा निकै इन्ट्रेस्टिङ रहेछ है यो भित्रको कुरा। हो, रोचक त छ नै, तर एउटा कुरा मेरो मनमा आइरहन्छ कि के कुरा? इन्टरनेटले जानकारीको पहुँच त एकदमै सजिलो बनाइदियो होइन, अभूतपूर्व नै भयो, तर के यसले हाम्रो ज्ञानको गहिराईलाई पनि साँच्चै बढाएको छ त, कि हामी सूचनाको यो अथाह सागरमा केवल सतहमा मात्रै तैरिरहेका छौँ कि? यो चाहिँ अलि सोच्नुपर्ने कुरा हो जस्तो लाग्छ मलाई।